सो गाइज फेरि भन्नु स्वागत छ तपाईँलाई मेरो डे 45 फिटनेस जर्नीमा। सो पहिले कस्तो लाइफ चाहिँ छैन आजभोलि मेरो, किनभने चाहिँ बिहान जसरी उठ्नु छ त उठ्नु छ, किनभने कन्टेन्ट बनाउनु पर्ने हुन्छ, मैले चाहिँ लाइफस्टाइल देखाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ सोसियल मिडियामा त अब धेरै गाह्रो छ यार गर्न काम। त्यही माथि यति धेरै मेहनत हुन्छ नि कुरै छोड्दैन कि मलाई पनि थाहा हुँदैन। पहिला भिडियो बनाउनु सट्टा हालिदिनु, तर भने जस्तो हुँदैन रहेछ। एक एक क्लिपहरूलाई खिचेर सुट गरेर राख्नु, फेरि एड गर्नु, एडिटिङ गर्नु, सब चिज गर्दा लास्टमा फेरि भ्युज नआउनु, त्यो दिमाग खराब अलग्गै छुट्टै परेसान हुन्छ यार। बट सफलता एकैचोटि कहाँ मिल्छ, टाइम लाग्छ यार। सङ्घर्ष गर्नु त धेरै टाइम लाग्छ नि त, धेरै सङ्घर्ष गर्न सिक्नुपर्छ। सो बाँकी सफलता त मिलि नै हाल्छ, अहिले त स्टार्टिङ पोइन्ट हो। त्यही भएर चाहिँ अहिले हार मान्ने गर्दै राख्नु काम, कन्सिस्टेन्सीको साथमा काम गर्दै जानुपर्छ। अनि डिसिप्लिन सक्सेस हुनुको लागि चाहिँ यो दुइटा कुरा त मेन इम्पोर्टेन्ट रोल गर्छ यार, कन्सिस्टेन्सी र डिसिप्लिन अनि हार्डवर्क। यो तिनै चिज मिलेर चाहिँ बल्ल सक्सेस मिल्ने हो। त्यही हो गाइज। कस्तो लाग्छ मेरो कुरा कमेन्ट गर्नु। बाँकी मिल्छ नेक्स्ट ब्लगमा। बाई।